छैन बस म गर्दिन्थे छैन ठिक छ ठिक छ यो माला त लगायो भने मलाई कुकुर दिएर एकछिन लगायो मान्छे कति जने जस्तो बढाएर लगाउँछन् अनि बिहामा मान्छेले लाउँछ त कुकुर तिहार हुन्छ किन लाउँदैनन् दुधको माला पछि माथिबाट लाउँछ नि एउटा माला भाग दे नानी त पहिला दही दे मैले त भागै हालेर दे पहिला दही मिठाई दे पहिला त सगुन दे न खानालाई भाग दे अनि सगुन दिनु खानालाई यसमा मेरो केही गल्ती छैन है यो थाल सानो भयो ठिक छ दही ठिक छ पानी आयो खाइहाल बैला टिका लगाइदेन अनि सगुन त मलाई लाग्छ टिका लाएर अनि त्यसपछि खाने सगुन त अनि लगाइदे टिका लगाइदे अनि अनि खानु चप खोलिसकेको छु बरु त्यहाँ धारा चाहिँ खुल्लै छ कि छो बन्द गर्नु होइन अघि दादाको बाला कहाँ गयो मलाई त यसले पुग्छ तँलाई त सानै छ लाग्छ ठिकै छ पुग्छ होला त्यसले छोटो छ न अब यहाँ मैले लगाइदिएर के गर्नु ठिक छ के ठिक छ अहिले हेर दाजुहरूलाई सिधा त सिधा छ क्या अलिकति यतातिर बनाइदियो सिधा त सिधा सिधा छ पछाडि यहाँ हुनुपर्ने यहाँ बनाइदिएछ म यता बस्छु कि उता बस्छु उता उता ए यही बस ल तपाईँ त्यहाँ ध्यान दिन्न ए ल म यता आउँछु यसको हातमा खुट्टामा सबैमा काँडा छ के च्यातिसक्यो च्यातिदिन्छ यसले अहिले पनि तान्ने थियो यसले यहाँ टिकादेखि टिकाभन्दा अलिकति माथि गरेर अनि लाउने ल दादा मेरो त झन् निधारमा यति लगाइदिन्छ पक धेरै नजातिनु है फेरि यस्तो हुन्छ ल अब लाग पकाएर ल माथि मात्र माथि पकाउनु म तल पकाउँछु ए च्यात्छस् क्या तैँले गऱ्यो भने छोडिदिन्छु बत्ती छ माथिदेखि राख्नु हुन्छ त्यसै गर्दा माथिदेखि लागेको होइन कि त्यसले पुस कपडाले यहाँ कपडा छ नि पुस्दै जा तो लगा निश्चय तो लगा मुसना हात रातो पूर्वी सके अच्छा बीचमा गुलाबी लाउँदाखेरि राम्रो लगा गुलाबी लगाएको त्यसपछि गुलाबी लगा गुलाबी लगा न गुलाबी उनीहरूलाई सबै फिटफाट गरेर लगाइदिनु फिटिङ लगाइदिन्छ कहाँ माथि लाग्छु अब मलाई यस्तो भइरहेछ टिका लाग्ला कि नलाग्यो मेरो अनुहार सबै फोटोमा हजुर
यहाँ लाग्यो माथि नै राख्नु है अनि कपाललाई चाहिँ के गर्नु ल त्यसले फैलाइदियो क्या पुरा ए भइहाल्यो फेरि पनि ट्याक्टिङ गर्नु जस्तै भएछ अलिकति यो अलिक पानी हाल्नुभएको छ यहाँ छेउछेउमा के गर्नुहुन्छ ल खुट्टा खिच्नु पर्छ हेर राम 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 के गर्ने हो पानी हालेर त्यतिको किराको खसालेछ पानी लाएर पुस्नुपर्छ ल ल पुछु ल ल सगन खा ल सगुन त दिइसक्यो त नि अब उसलाई टिको लाग्यो मलाई खुवाउनु पर्छ नि नभए एउटा कुन्दिन ल्याउनु यो सबै हालिदिन्छु टिको राख्नु मेरो दाजुले नि 4 आनाबाट स्टार्ट गरेको थाहा मेरो बाबुले नि 4 आना लोक बाटो घरमा बसेर 4 आना पैसा दिनु त सिलगढको कठाइ त्यतिखेर 4 आनाबाट स्टार्ट त्यहीँबाट म यही दिन्छु ल अहिले त धेरै 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 दिनुहुन्छ खै हजुर भयो उठ्ने न अब खाने खा भने फोटो खिचाउ न त एउटा नानी फोटो खिच्न मलाई ल निकाल्दैछु के त सगन खा पोस्ट गर्यो भने यति त हो नि खै छैन अरू के गर्ने पोस्ट गर्यो भने त गरिहाल्छ उनीहरूले छोड्यो हो मैले छोड्यो होइन अब म आफूले निम्ता दिएर उठाएर नि त्यही त ल यो नि कता कुन बुक राख्नु ल हुन्छ अर्को वर्ष ल अब एउटा फोटो यसैले